भगवान श्री कृष्णले कंसलाई मारेपछि कंसको ससुरा जरासनले कृष्णसँग बदला लिन खोज्यो। लडाईँ गर्दा गर्दै 17 पटकसम्म हार मान्दै जाँदै गरेपछि अब कृष्णलाई जित्न गाह्रो छ भन्ने कुरा बल्ल बुझ्यो। दुनियाँलाई खेलाउने तिमी एउटै नायक, दुनियाँलाई खेलाउने तिमी एउटै नायक, दुनियाँलाई खेलाउने तिमी एउटै नायक, दुनियाँलाई खेलाउने ब्रह्माण्डमा तिमी एउटै नायक, दुनियाँलाई खेलाउने तिमी एउटै नायक, दुनियाँलाई खेलाउने तिमी एउटै नायक, दुनियाँलाई खेलाउने खेलाउने हरि। गुफामा लुकेर बसेका मुचुकुन्दको भक्तिको बारेमा परीक्षा लिँदै रुक्मिणीले शिशुपालसँग गर्न लागेको विवाहलाई इन्कार गर्न लगाएर उता रुक्मणीको दाइ रुक्मीले कृष्णलाई मार्ने योजना बनाउँदा बनाउँदै कृष्णले रुक्मणीलाई नि लानुभयो बगाएर। प्रभुको लीला अचम्मै कसले बुझ्ने जम्मै, प्रभुको लीला अचम्मै कसले बुझ्ने जम्मै, प्रभुको लीला अचम्मै कसले बुझ्ने जम्मै, प्रभुको लीला अचम्मै। हे भगवान कसले बुझ्ने जम्मै, प्रभुको लीला अचम्मै कसले बुझ्ने जम्मै, प्रभुको लीला अचम्मै कसले बुझ्ने जम्मै, प्रभुको लीला अचम्मै अचम्मै हरि। यसरी भगवान श्री कृष्णले कर्मशः सत्यभामा जामवन्ती कालिन्दा मित्रबिन्द सत्य लक्ष्मण भद्रसँग छुट्टा छुट्टै विवाह गर्नुभयो र ती सबै पटरानीहरूको व्यवस्थापन गरिकन आफू भने उता पाण्डवलाई भेट्नको लागि हस्तिनापुर जाने सवारी हुनुभयो। हस्तिनापुरको दरबारमा भव्य स्वागत भयो, हस्तिनापुरको दरबारमा भव्य स्वागत भयो, हस्तिनापुरको दरबारमा भव्य स्वागत भयो, हस्तिनापुरको दरबारमा कृष्णजीलाई भव्य स्वागत भयो, हस्तिनापुरको दरबारमा भव्य स्वागत भयो, हस्तिनापुरको दरबारमा भव्य स्वागत भयो, हस्तिनापुरको दरबारमा हरि। पाण्डवले भगवान श्री कृष्ण हस्तिनापुरमा बस्नको लागि निकै बिन्ती गरेपछि त्यहाँको वस्तु स्थिति बुझ्नकै लागि भए पनि भगवान श्री कृष्ण आफू त्यही हस्तिनापुरमा बस्ने निधो गर्नुभयो। भक्तवत्सल हुनुहुन्छ भगवान जहाँ भए पनि। भगवान सापुकारा भक्तले गरे कुरा, भगवान सापुकारा भक्तले गरे कुरा, भगवान सापुकारा भक्तले गरे कुरा, भगवान सापुकारा। हे भगवान भक्तले गरे कुरा, भगवान सापुकारा भक्तले गरे कुरा, भगवान सापुकारा भक्तले गरे कुरा, भगवान सापुकारा पुकारा हरि। उता भमासुरले 16,100 कन्याहरूलाई बन्दी बनाएर राखेको थियो, सबैसँग विवाह गर्ने र आफू विश्व विजय हुने हिसाबले। तर श्री कृष्णले भमासुरलाई नै मारिदिएपछि तिनीहरू जेलमुक्त भए। तर कहाँ जाने कसो गर्ने अलाप विलाप गर्न थाले, कसैले पनि स्वीकार्दैन हामीलाई नै हिसाबले। सबको पीडा मलाई देऊ भन्नुहुन्छ कृष्ण, सबको पीडा मलाई देऊ भन्नुहुन्छ कृष्ण, सबको पीडा मलाई देऊ भन्नुहुन्छ कृष्ण, सबको
सबै कन्याहरूलाई स्वीकारेपछि 16,100 महल बनाइकन आफू पनि सबै महलमा उपस्थित भएर सामान्य जीवन व्यतीत गर्नुभयो। सांसारिक मायाजालमा परेकालाई आफूले नै शिक्षा दिनको लागि भए पनि सामान्य जीवन जिउने कला सिकाउन आफै मायाजालमा पर्नुभयो। द्वारिकापुरी दरबार रङ्गमहल बन्यो, द्वारिकापुरी दरबार रङ्गमहल बन्यो, द्वारिकापुरी दरबार रङ्गमहल बन्यो, द्वारिकापुरी दरबार। हे भगवान रङ्गमहल बन्यो, द्वारिकापुरी दरबार रङ्गमहल बन्यो, द्वारिकापुरी दरबार रङ्गमहल बन्यो, द्वारिकापुरी दरबार। दरबार हरि। भगवान श्री कृष्ण 16,108 महलमा अहिलेको आधुनिक जमानाको फोटोकपी जस्तो पूर्ण विस्तारित हुनुभयो। तर उता देव ऋषि नारद भने भगवान श्री कृष्णले के गर्दै हुनुहुन्छ होला भनेर सबै कोठामा चारेर हेर्दा त सबै कोठामा कृष्णलाई देख्दा छक्कै हुनुभयो। भक्त परे भरमा लीला कैकरमा, भक्त परे भरमा लीला कैकरमा, भक्त परे भरमा लीला कैकरमा, भक्त परे भरमा। हे भगवान लीला कैकरमा, भक्त परे भरमा लीला कैकरमा, भक्त परे भरमा लीला कैकरमा, भक्त परे भरमा भरमा हरि। श्री कृष्ण फेरि हस्तिनापुर जानेर पाण्डवको गतिविधि नजिकबाट निहाल्ने विचारमा उद्धवको सल्लाह अनुसार त्यहाँ पुगेर पाण्डवको इन्द्रप्रस्थ जोगाउने र समय आएपछि चाहिँ शासनको पनि वध गर्ने निधो गर्नुभयो। जुन ठाउँ भन्छ झलमला, जुन ठाउँ कृष्ण काला, त्यही ठाउँ भन्छ झलमला, जुन ठाउँ कृष्ण काला, त्यही ठाउँ भन्छ झलमला, जुन ठाउँ कृष्ण काला, त्यही ठाउँ भन्छ झलमला। हे भगवान जुन ठाउँ कृष्ण काला, त्यही ठाउँ भन्छ झलमला, जुन ठाउँ कृष्ण काला, त्यही ठाउँ भन्छ झलमला, जुन ठाउँ कृष्ण काला, त्यही ठाउँ भन्छ झलमला झलमला हरि। जरासनको वध गर्ने मात्र भीमसेन थिए। तर त्यहाँ जरासनको जन्म कसरी भयो र मृत्यु कसरी हुन्छ भन्ने कुरा कृष्णलाई मात्रै थाहा थियो। जरासनलाई भीमसेनले प्रहार गर्दै थिए, विफल हुँदै थियो। कृष्णको इसारा पाएपछि सोही अनुसार गर्दा बल्ल जरासनको मृत्यु भयो। हस्तिनापुरको दरबारमा हर्ष बढाइ भयो, हस्तिनापुरको दरबारमा हर्ष बढाइ भयो, हस्तिनापुरको दरबारमा हर्ष बढाइ भयो, हस्तिनापुरको दरबारमा। हे भगवान हर्ष बढाइ भयो, हस्तिनापुरको दरबारमा हर्ष बढाइ भयो, हस्तिनापुरको दरबारमा हर्ष बढाइ भयो, हस्तिनापुरको दरबारमा दरबारमा हरि। धर्मको रक्षा गर्न अवतार लिनुभएको कृष्णले शिशुपाल शाल्य दन्त्रवक्र विदुर सोमर्ष वल्लभ जस्ता राक्षसहरू पालै पालो मारी भगवानसँग दुश्मनी गरी छल कपट गर्ने र अधर्म फैल्याउने धूर्त राक्षसहरू सबैको शक्तिहीन बनाएर सेकी झारी। प्रभुको लीला अपार कसले लाउने पार, प्रभुको लीला अपार कसले लाउने पार, प्रभुको लीला अपार कसले लाउने पार।
शिशुपालको वध गर्दा कृष्णको औँलाबाट रगत बगेको देखेर द्रौपदीले आफ्नो कपडा च्यातेर कृष्णको हातमा पट्टी लगाइन्। तब भगवान श्री कृष्णले भन्नुहुन्छ, समय आएपछि मैले यी सबै एक एक धागोको मोल चुकाउला भनेपछि द्रौपदी खुसीले अगाइन्।